हेलो नमस्कार सेवा। आज धेरै दिन बादमा है फेरि एउटा म भिडियो बनाउन जाँदैछु। यो भिडियो चाहिँ एकदम इम्पोर्टेन्ट छ, किनभने म आज यो ठाउँ चाहिँ तपाईको इलामको प्याङ भन्ने ठाउँमा छु हैन। मेरो कान्छी छुना घरमा आएको छु। अनि विशेष गरेर आज चाहिँ फेरि तपाईको के परेछ भने विक्रम सम्वत 2083 वैशाख 18 गते हामी राईहरूको उभोलीको चाड हैन हाम्रो विशेष गरेर। अनि त्यही भएर अब यो प्याङमा चाहिँ हैन म अहिले ठक्कै प्याङमा छु, इलामको प्याङ भन्ने ठाउँमा। अनि उहाँहरूले चाहिँ तकरिबन धेरै साल बादमा यो फर्स्ट चोटि उहाँहरूले एकैचोटि हामी राईहरूको एउटा उभोलीमा चाहिँ हैन एउटा सँगै एउटा गाउँ मिलेर एउटा चुला स्थापित गर्नुभएको रहेछ, सुरु गर्नुभएको रहेछ। अनि यहाँ सबै गाउँहरूलाई इन्भाइट गरेर उहाँहरूले आज रमाइलो गरिराख्नु भएको छ हैन। अनि म पनि आइपुगेको एकदम कस्तो भने खुसी एकदम हैन, के भन्नु अब त्यो कस्तो हुँदो रहेछ हैन। म पनि हेर्दैछु है। अनि यहाँनिर अब यस्तै छ, अब यहाँको भ्यू हेर्दै जानु होला तपाईले। यस्तै अब यो हैन, यो चाहिँ प्याङ है। अब यहाँ ग्रुप छुटाएको रहेछन् तपाईको। कोही भन्ने अब यता खाना यसो रोटी बनाउनेहरू छन् हैन। अनि तपाईको यहाँ चाहिँ अब रोटी बनाउने चाहिँ मेरो कान्छी छुना हुनुहुन्छ हैन। अनि उहाँ छुनाहरू नै हुनुहुन्छ। त्यसपछि उहाँहरूले अब यत्रो गाउँ आउने छरछिमेकीहरू पाहुनालाई रोटी बनाउनु पर्ने यस्तो रहेछ। अनि आज सबैभन्दा ठुलो कुरो मौसमले पनि साथ दियो क्या। हेर्नुहोस् त मजाले घाम लागिरहेछ हैन। अनि यहाँदेखि मन्दिर तपाईँको चुला चाहिँ अलिकति पर छ, हेर्दै जानु होला, रमाइलो हुँदैछ ल। प्रोग्राम सुरु भयो तकरिबन हैन। जति पनि गर्नुपर्ने पूजाहरू हिजो नै भइसकेको रहेछ। आज चाहिँ यसो गाउँको मान्छेहरू मिलेर हैन यो ठाउँलाई नयाँ धन्यवाद बहिनीहरूलाई। हाम्रो धन्यवाद। बाटो अलिकति अफरोड छ है, पहाडको ठाउँ हो। अब भने फेरि पनि बहिनीहरूलाई विशेषज्ञहरूलाई नेता लगाइदिनु न अनुरोध गर्छु। किन ऊपर पोखर लगान मुद्दा फर्किया मान्दै ऊपर छैन ढुङ्गा उही मान्छेलाई टोक्छ। यहाँ चाहिँ एउटा पोखरी रहेछ, पहिला उहाँहरूको होइन यो ठाउँमा। पोखरीमा चाहिँ अब नागै छ भन्ने पनि प्राण रहेछ। हिजो यहाँनिर साफ गर्दाखेरि चाहिँ नागहरू पनि देखियो अरे, भेटाएर दुईवटा सर्पहरू होइन। यो सत्य नै हो होला होइन। उहाँहरूले एउटा हामी राईहरूको चाहिँ स्थापित नयाँ सबै जातको राईहरू मिलेर गर्नुभएको रहेछ।
धन्यवाद। हाम्रो पेपा र ब्याज वितरणको कार्यक्रम पनि सम्पन्न भइसकेको छ। अब भने स्वागत मन्तव्य रहेको छ। म स्वागत मन्तव्यको लागि आयोजक समितिबाट बहिनी आयुष्मा देउसालीलाई स्वागत मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्छु। धन्यवाद उद्घोषकज्यू। आज यस किरात राई आयोखा माइजोकमै 6 नम्बर वाडा कार्य समितिले आयोजना गरेको साकेला उभौली 4/2083 को पावन अवसरमा यस कार्यक्रमको आसन ग्रहणमा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, आयोजक तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दै हार्दिक स्वागतम भन्दै म आयुष्मा देउसाली बिदा लिन चाहन्छु। धन्यवाद। धन्यवाद बहिनी आयुष्मा देउसालीलाई। अब भने म हाम्रो किरात राईहरूको 5 जना हाम्रो हिजोको माङ्पाहरू हुनुहुन्छ, उहाँहरूलाई विधिवत रूपमा हाम्रो 3 चुलो, सुप्तुलुङ, सामखा, हुलु, बोकोली हामीले भित्र माङखिममा चाहिँ बल माग्ने, आशीर्वाद माग्ने, अन्नबालीको स माग्नेदेखि लिएर आयु माग्ने, वरदान माग्ने कार्यक्रम रहेको छ। म उहाँहरूलाई प्रमुख अतिथिसँगै चुलामा यहाँहरूले गुप्तार गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्णलाई ताली बजाएर स्वागत गरिदिनु होला। हामी साकेला उभौलीको पावन अवसरमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। आयु माग्ने, वरदान माग्ने अनि समृद्धि र सुख शान्तिको कामना गर्दै किरात राईहरूले आयोजना गरेको साकेला उभौली चाडको यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्ण महानुभावहरूले हाम्रो एउटा 3 चुलो तीर्थधाम भने जस्तै हामीलाई यो जग्गा दान गर्नुहुने आदरणीय चन्द्रमाया देउसालीज्यू, त्यस्तै गरेर उहाँको छोराहरू रविनचन्द्र देउसाली, बिरबल देउसाली, मणिराज देउसाली, राजेन्द्र देउसाली, किरण देउसाली, मनकुमारी देउसाली र कृतिका देउसाली, उहाँहरूको सम्पूर्ण
परिवारलाई विशेष विशेष धन्यवाद दिन चाहन्छौँ। उहाँहरूले सिङ्गो माइचोकमाई गाउँपालिका 6 नम्बर वडाका राईहरूलाई एउटा एकबद्ध बनाउनको लागि यो माङखिम स्थापनाको लागि जग्गा दान गर्नुभएको छ। उहाँहरूलाई किरात राई यायोखाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उहाँहरूलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु र उहाँहरूको परिवारमा सुख शान्ति समृद्धि छाओस् अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। र उपस्थित सम्पूर्ण महानुभावहरूलाई यो एउटा ऐतिहासिक किरात राईहरूले आयोजना गरेको विधिवत रूपमा 2083 वैशाख 17 गते बिहिबारको दिन हाम्रो माङपा मिलन दुखवा बान्तवा राई, सनबहादुर लुलाम राई, त्यस्तै गरेर मनिष सोताङ राई उहाँहरूको उपस्थितिमा हामीले हिजो भव्य रूपमा औपचारिक रूपमा यो माङखिम उद्घाटन गरिसकेका छौं र आजको पहिलो यो उद्घाटन सत्रको कार्यक्रम भइरहेको छ। प्रमुख अतिथि लगायत विशेष अतिथिज्यूहरू लगायत हाम्रा माङपाहरूबाट चाहिँ हाम्रो 3 चुलो तीर्थधाममा चाहिँ धुपधार गरेर आशीर्वाद माग्ने, बल माग्ने, आयु माग्ने, प्रदान माग्ने, अन्न बालीको सह माग्नेदेखि लिएर आफन्त इष्टमित्र सबै दाइनो रहोस् भनेर उहाँहरूले हामी यो धरती आकाश रहन्जेलसम्म हाम्रो किरातीहरूको संस्कार संस्कृति रहिरहनेछ भन्ने एउटा कामनाका साथ उहाँहरूले प्रार्थना अथवा पूजा अर्चना अथवा मुन्डुम उहाँहरूले आफ्नो कुराहरू राख्नुहुनेछ। यहाँहरू सम्पूर्णलाई व्यक्ति विशेषलाई मेरो व्यक्तिगत तर्फबाट अग्रिम शुभकामना दिन चाहन्छु। किरातीहरूको महान चाड साकेला उभौली सासोक्तङ नाम के भन्दैन त काका यो बारेमा त्यस्तै गरेर बुद्ध जयन्तीको पाहुन अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना दिन चाहन्छु। राम्रो होस् भनेर भन्दैछ। सिल्लीनाच हाम्रो राईको पहिलो उद्घाटन सिल्लीको राम्रो होस् भन्दैछ। राम्रो होस् आजको लागि। घाम त अहिले छ, पानी नहोस् भन्ने म भन्दैछु चाहन्छु। हुन्छ ल काका, धन्यवाद हजुरलाई। चिटिक्क परेको दाउरा सुरुवाल, चिटिक्क परेको फरिया चोलो अनि चौबन्दी चोली लगाएर हाम्रो किराती चेलीहरू ढकमक्क तरिकाले आफ्नो पहिचान झल्काएर आउँदाखेरि मन गर्वले फुलुङ्ग हुँदो रहेछ। यहाँहरूलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। हाम्रो किरात राई आयोखा माइचोकमाई गाउँपालिकामा 6 वडामा साकेला थान स्थापना भएको छ। आज विशेष गरेर 6वटा वडामा यसरी नै कार्यक्रम यो जीर्णोद्धार गर्नको लागि 2 लाख रुपियाँ विनियोजन भएको एउटा खुसी भर्खरै सारिएको छ। यो पक्कै यो कुरा आउनेछ भन्ने लागेको छ। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म कलाकार बहिनीहरूलाई पनि तयारी अवस्थामा रहिदिनुहोला। यहाँ विधिवत रूपमा हाम्रो साकेला सुरु भइसकेको छ। हामी 2 चरणमा नाच्नेछौँ। पहिलो हाम्रो सिली उठान हुनेछ, त्यस पछाडि दोस्रो चरणमा सिली भर्काउने कार्यक्रम हुनेछ। कलाकार भाइ बहिनीहरूलाई तयारी अवस्थामा रहिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
गर्छु भनेको थिएँ। म कार्यक्रम रहँदै गर्दा अस्तिको आसन ग्रहण गर्नका लागि नेपाल माघे सुन्तालीबाट पाल्नुहुने आदरणीय इन्द्रमाया दिदीलाई पनि आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। माघे सुन्तालीबाट आउनुहुने आदरणीय महिमा इन्द्रमाया राईज्यूलाई पनि आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण मानुभावज्यूहरूलाई ताली बजाएर स्वागत गरिदिनुहोला। धन्यवाद। साकेला उभौली शासक सङ्ग्राम तथा बुद्ध जयन्तीको र आसन ग्रहणकै क्रममा कलाकार भाइ बहिनीहरू यहाँहरूलाई पनि र सम्पूर्ण महानुभावहरूलाई पिउने पानीको पनि व्यवस्था गरिदिनु होला। पिउने पानी आयोजकज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। बडो उत्साहको साथ आजबाट विधिवत रूपमा साकेला खान उद्घाटन भएको छ। म हाम्रा जनप्रतिनिधिज्यूहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र यस किरात राईहरूका अग्रज महानुभावहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। उपस्थित सम्पूर्ण महानुभावहरूलाई पनि धेरै धेरै शुभकामना तथा स्वागत भन्न चाहन्छु र सम्पूर्ण अतिथिज्यूहरूलाई म स्टेजमै आसन गरिदिनु गर्न चाहन्छु। त्यस्तै गरेर मैले अघि नै उद्घोष गरेको थिएँ, आवश्यक परे आसन ग्रहण गर्ने नै छु भनेर र आसन ग्रहणकै क्रममा मैले यहाँ नाम छुटाएको छु। किरात राई यायुखा गाउँपालिका कमिटिका उपसचिव आदरणीय मनिषा खालिङ राईज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मैले अघि उद्घोष गर्ने बेलामा उहाँको नाम छुटाएको छु। आदरणीय मनिषा खालिङ राईज्यू। धन्यवाद मनिषा खालिङ राईज्यू। त्यस्तो गरेर आयुषा बहिनीलाई यहाँ बोलाउन चाहन्छु। आयुषा देउसाली
हेलो हेलो अनि आयुषा
साथीहरू है यो प्याङमा हाम्रो आज राई जातिहरूको होइन उडालुगोले पूजा गर्दाखेरि यहाँ चाहिँ नि अब खासमा चाहिँ हो भने यहाँ वाचिपा तिते हुनुपर्ने होइन तर अब उहाँहरूको फर्स्ट सबै गाउँ मिलेर होइन पूजा गर्नुभएको रहेछ यत्रो पुरै कतिवटा गाउँलाई पनि रोटी खुवाउनु पर्ने अरे हाम्रो छुनाले रोटी पल्टाउनु हुँदैछ उता छुना या माइतीहरू के पर्छ बहिनीहरू है उहाँहरू गाउँ है प्याङ भाइ यो चाहिँ प्याङ भन्ने ठाउँमा होइन ऊ लागे हुनु जानु त राम नेक्स्ट इयर चाहिँ साथीहरू उहाँहरूले वाचिपा नै बनाउने अरे कि यसपालि चाहिँ रोटीमा रोटी बनेको छ हेर्नुहोस् है हाम्रो कान्छी छुना यता हेर्नु हेलो गरिदिनु हेर्नु त साथीहरू डोकोमा हालेर पठाएको छ पटाकै दामी एउटा एक किसिमको है रमाइलो पनि पाहाडमा चाहन्छु र हाम्रा अग्रज महानुभावहरू समृद्ध टोलबाट पर्सन लिङ्खिम राई हाम्रो यस सृजनशील युवा समाजका सबिन देउसाली र सम्पूर्ण समाजका सम्पूर्ण महानुभावहरू सृजनशील युवा समाज कलमसिंहका सम्पूर्ण टिमहरू जनजागृति समाजका सम्पूर्ण टिम त्यस्तै गरेर समृद्धि समाजका सम्पूर्ण महानुभावज्यूहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। हामी भूमि पुज्ने जल जमिन र जङ्गलको धनी मान्छे हामी प्रकृति पूजक वास्तवमा हामी प्रकृतिलाई माया गर्ने हाम्रो समुदाय सम्पूर्णलाई सुन्निमा र पारुहाङले आशीर्वाद दिउन् शैक्षिक प्रगति आर्थिक प्रगति नैतिक प्रगति सबै क्षेत्रमा सफलताको शुभकामना सुन्निमा सेवा पारुहाङ सेवा सुक्तुलुङ सेवा भोकली सेवा साम्खा सेवा गुरु सेवा सेवन्ने सेवारो तसिपले भिन्तुना फ्याफुल्ला